हामीले स्टिमिङ गर्दाखेरि राम्रोसँग सोइलिङ गर्ने हो भने यसरी बबल्सहरू आउँछ, एकदम ध्यान दिएर हेर्नु होला। र अब पोरिङ गर्दाखेरि हामीले रस गर्यो भने हाम्रो सेतो पार्ट बढी जाने र अगाडि अफतिर आउने, र काट्दाखेरि पनि यसो थिक लिएर आउने। उसको फिनिसिङ राम्रो छ, तर काट्दाखेरि लताएर आएको जस्तो देखिन सकिन्छ। त्यही भएर हामीले हाम्रो फर्मलाई चाहिँ एकदम पातलो खालको बनायो भने चाहिँ त्यहाँ अब हामी यसरी सेतो खालको पार्ट चाहिँ कपमा हाल्यो भने आउँछ। हामीले हाम्रो मिल्क पोर गर्दाखेरि ठ्याक्कै एस्प्रेसोमा पर्ने गरी हाल्यौँ भने यसरी सेतो पार्ट कपको वरिपरि आउँछ र त्यसले चाहिँ हाम्रो आर्ट सिमेट्रिक हुन जाँदैन। र यदि हाम्रो स्टिमिङ राम्रो भयो भने हामीले क्लकवाइज राम्रोसँग चाहिँ मिल्कलाई मिक्सिङ गर्छौँ एस्प्रेसोसँग, र त्यसलाई माथि सिमेट्रिक कम्प्लिट ब्राउन लेयरिङ नआएसम्म स्टार्ट गर्दैनौँ। र स्टार्ट गर्दाखेरि स्लोली हातको कन्ट्रोललाई मजाले ध्यान दिएर टक्क टक्क राखेर लास्टमा टक्क माथि एलिभेट गरेर हाम्रो हातलाई काटेर फिनिस गर्दछौँ। हामीले स्टिमिङ गर्दाखेरि राम्रोसँग सोइलिङ गर्ने हो भने यसरी बबल्सहरू आउँछ, एकदम ध्यान दिएर हेर्नु होला। र अब पोरिङ गर्दाखेरि हामीले रस गर्यो भने हाम्रो सेतो पार्ट बढी जाने र अगाडि अफतिर आउने, र काट्दाखेरि पनि यसो थिक लिएर आउने। उसको फिनिसिङ राम्रो छ, तर काट्दाखेरि लताएर आएको जस्तो देखिन सकिन्छ। त्यही भएर हामीले हाम्रो फर्मलाई चाहिँ एकदम पातलो खालको बनायो भने चाहिँ त्यहाँ अब हामी यसरी सेतो खालको पार्ट चाहिँ कपमा हाल्यो भने आउँछ। हामीले हाम्रो मिल्क पोर गर्दाखेरि ठ्याक्कै एस्प्रेसोमा पर्ने गरी हाल्यौँ भने यसरी सेतो पार्ट कपको वरिपरि आउँछ र त्यसले चाहिँ हाम्रो आर्ट सिमेट्रिक हुन जाँदैन। र यदि हाम्रो स्टिमिङ राम्रो भयो भने हामीले क्लकवाइज राम्रोसँग चाहिँ मिल्कलाई मिक्सिङ गर्छौँ एस्प्रेसोसँग, र त्यसलाई माथि सिमेट्रिक कम्प्लिट ब्राउन लेयरिङ नआएसम्म स्टार्ट गर्दैनौँ। र स्टार्ट गर्दाखेरि स्लोली हातको कन्ट्रोललाई मजाले ध्यान दिएर टक्क टक्क राखेर लास्टमा टक्क माथि एलिभेट गरेर हाम्रो हातलाई काटेर फिनिस गर्दछौँ।